नमस्कार दर्शक मित्रतिर म इलाम जिल्लाको यस माइ नगरपालिका वडा नम्बर 2 ढकने स्थित, त्यस्तै गरी यस ढकने र माइ नगरपालिका 8 भतभते जोड्ने गोलुङ्गे पुल चाहिँ गइराथी आएको अभिन्न बनाएको छ। त्यस्तै गरी यहाँ हिँड्ने अवस्था छैन। त्यस्तै गरी एकदमै वारिपारी आवाजात गर्नको लागि चाहिँ धेरै मानिसहरूको जनजीवनलाई चाहिँ असर गरेको छ। यहाँ देख्न सक्नुहुन्छ गइराथी आएको झोलुङ्गे पुल चाहिँ पुरै हिँड्ने भाग चाहिँ खोलाको जमिनमै भाँसिएको देख्न सकिन्छ। र चाहिँ यस झोलुङ्गे पुललाई चाहिँ असर पुर्याएको थियो। त्यस्तै गरी स्थानीय सरकारबाट चाहिँ यस पुललाई चाहिँ निर्माण गर्ने निर्णय भइसकेको थियो। अब भने चाहिँ एकदमै स्थानीय सरकारलाई पनि एकदमै हम्मेमै पर्नेछ, धेरै खर्च लाग्नेछ। यसलाई पहिलेकै सम्झनामा ल्याउनको लागि चाहिँ एकदमै धेरै आर्थिक भाग पर्नेछ, एकदमै धेरै क्षति पुर्याएको छ भन्दै म यहाँलाई म अझै पनि केही भाग देख्न चाहन्छु। हामीसँगै जोडिनु होला।